राम्रो समयमा निकालेका छन्। अब यो विद्रोह उठ्छ र कुलमान दाई हजुर कति पनि नआत्तिनु, अब हजुर कार्यकारी निर्देशक होइन, अब ऊर्जा मन्त्री हुने हो। हामी बनाउँछौँ हजुरलाई ऊर्जा मन्त्री बनाएर यो देश झिलिमिली पारेर इन्डिया पनि झिलिमिली पार्ने हो, भुटान पनि झिलिमिली पार्ने हो। यहीँको पानी, यहीँको विद्युत। ऊर्जा मन्त्री दीपक खड्काले त अनि यो दीपक खड्काको पनि नाम लिने हो। त्यो मान्छे हो, त्यो भ्रष्टाचारी। त्यसले स्काउटको खै त्यत्रो पैसा तिर्न पर्यो नि पहिला। त्यो भ्रष्टाचारी आफै गएर मन्त्री भएको छ, त्यसलाई म त नै भने। अब मेरो शब्द जस्तो सुकै होस्, नेपाली इन्डियालाई त्यसले धन्यवाद दिनुपर्छ भन्ने। तिनीहरूले पहिला इन्भर्टर बेचेर यहाँ सबै कमिसन खाएर बसेका थिए। कसरी हट्यो त? कुलमान आएको भोलिपल्ट 18 घन्टा लोड सेडिङ जिरोमा कसरी भयो? यो फटाले दुनियाँ कुरा गरेर हुन्छ? त्यो अहिले इन्डियाबाट किन्छौँ भनेको छ, तर